नेकपा एमाले कहाँ छ र? नेकपा एमाले छ, ओली कम्पनी छ भन्नु। नेकपा एमाले सिद्धिसक्यो। मदन भण्डारीबाट बोकेर आएको एउटा पार्टी आज गुण्डागर्दीमा गएर परिणत भइरहेको छ। कहाँ छ मदन भण्डारीको विचार? तपाईँहरूले देख्नु भएको छ? महेश बस्नेतको क्षेत्र होइन त्यो, महेश बाबुको वीरता होइन त्यो सबैको, त्यो हाम्रो पनि क्षेत्र हो। हामी नेपालकै मान्छे हो, महेश बस्नेत कोही पनि होइन, ऊ जस्तै नागरिक हामी पनि हो। त्यसैले महेशको क्षेत्र भनेर भन्दिनँ, त्यो हामी सबैजना नेपालीको क्षेत्र हो। त्यसैले हाम्रो केन्द्रीय संसद उठ्नको लागि जुनसुकै क्षेत्रमा पनि उठ्न पाइन्छ भनेको छ र म नागार्जुनको बासिन्दा हुँदै गर्दाखेरि त्यहाँबाट लड्न मिल्छ र लड्छु। नेकपा एमाले कहाँ छ र? नेकपा एमाले छ, ओली कम्पनी छ भन्नु। नेकपा एमाले सिद्धिसक्यो। मदन भण्डारीबाट बोकेर आएको एउटा पार्टी आज गुण्डागर्दीमा गएर परिणत भइरहेको छ। कहाँ छ मदन भण्डारीको विचार? तपाईँहरूले देख्नु भएको छ? म तपाईँलाई क्वेसन गर्न चाहन्छु। म नेकपा एमालेको महाधिवेशन भनेर त्यो कम्पनीको महाधिवेशनमा म एक्लै गएको देख्नु भएन? गएको होइन, म त्यहाँ चाहिँ केपी शर्मा ओली र महेश बस्नेतको कठालो समात्न गएको। डरले बाहिरसम्म निक्लेनन्। महाधिवेशनमा म एउटा आफै पनि मैले तपाईँलाई पटक पटक भनेको छु, म हिजो नेकपा एमालेको युवा सङ्घको 8औं र 9औं महाधिवेशनको केन्द्रीय सदस्य थिएँ। त्यो कारणले म पोलिटिकल कुरा बुझ्दछु। त्यहाँ बन्द सत्रभित्र छिर्न पाइँदैन थियो, त्यो कारणले मलाई भित्र जान दिएन। त्यो बाहिर भोट माग्न आउँछ र म घिसार्छु भनेर बसेको, त्यो म छाउन्जेल डरले बाहिर निक्लिन सकेन। त्यो कारणले त्यो बाँच्न सफल भएको हो। शोभा पाठक अस्ति पनि यो जेएनजीको पहिलो आन्दोलनको दिन पनि यही माइतीघर मण्डलमा निकोलस भुसालसँगै थियो। तपाईँले हेर्नु भएको छ कि हेर्नु भएको छैन? है, म हराएको छैन। तपाईँले मेरो कुरै बुझ्नु भएन। आज मात्रै पनि मैले तपाईँले उठाउनु भयो, धन्यवाद। आज मात्रै मेरो पेशी थियो उच्च अदालतमा, म त्यहीँ गएर आएको। म न्यायाधीशहरूसँग पनि लडाइँ गरेर आएको हो र म त्यहीँ मेरो जीवन फाल्न चाहन्थेँ। यदि मेरो न्याय भएको थिएन भने मैले उहाँहरूलाई के भनेको भने मलाई न्याय देऊ के का आधारमा भन्दा प्रमाणको आधारमा। यदि दिँदैनौ भने एउटा छोरीलाई शहीद बनाऊ, तर मभन्दा पछाडिका पीडित महिलाहरूलाई पीडित नबनाइदेऊ भनेर हो। त्यसको लागि नेकपा एमाले होइन, यो देशैभरि कहाँनिर भन्नुहुन्छ मेरो ज्यान त्याग गर्न तयार हुन्छु, तर यो देशले भनिदिनु पर्यो अब तपाईँ पछि एउटा महिला पनि पीडित हुँदैन भनेर। त्यति बेला मेरो ज्यान दिन तयार हुन्छु। तपाईँले सम्झाउनु भयो रोशनीजीलाई, म यहीँबाट भावपूर्ण दार्जिलिङले पनि भन्न चाहन्छु, उहाँ हाम्रो सामु हुनु भएन, तर एउटा नजिर एउटा महिलाहरूलाई एउटा प्रेरित गरेर लड्नुपर्छ भन्ने एउटा ऊ गर्नुभएको थियो होइन। पार्टीमा जाने तयारी अहिले कुनै पनि गरिरहेको छैन, किनभने जुन जोगी आए पनि कानै चिरेको भने जस्तो हामीले देखिसक्यौँ होइन। पार्टी खोल्नेवाला छैन। एकचोटि चाहिँ म भक्तपुर 2 नम्बर क्षेत्रबाट चाहिँ चुनाव लड्छु, त्यति बेला चाहिँ त्यो सबै ठाउँको नेपालको नै एउटा छोरी बनेर दिदीबहिनी बनेर दिदीबहिनीको मुद्दा बोकेर जाने तयारी गरेको छु। अझै पनि केही दिन बाँकी नै छन्। यदि महिलाहरूको मुद्दा बोकेर कुनै पार्टी हिँडेछ भने त्यो पार्टीलाई समर्थन गरेर हिँड्न पनि सकिन्छ। नमस्ते, सब्सक्राइब गर्नुभयो? छैन? गरिदिनु यार, के जान्छ यार। रातो बटन थिचेर फाडिदिउ न मोबाइल फोटो भने म तिर्दिन्छु।